हाई गाइज, हामी चाहिँ आज मौसमीको बर्थडे छ अनि हामी चाहिँ आज सरप्राइज दिन लागेको छ। त्यही भएर तपाईँहरू कसले पनि नभन्नु होला हैन। असारको महिनामा आज चाहिँ पानी पर्दैछ अनि जन्मदिन पनि तिम्रो मौसम यस्तै थियो, अहिले पनि यस्तै छ। मेरो नाम मौसमी भएको कारण पनि त्यही हो अरे क्या। अनि आज हामी हिलोमा हिँड्दैछौँ। भोलि चाहिँ रोपाइ खेल्नुपर्छ। भोलि असार 15 दही चिउरा खाने अनि रोपाइ खेल्ने। प्रज्ञामा हुनुहुन्छ। प्रज्ञा फर्स्ट टाइम आयो तिम्रो भ्लगमा। गिलासवाले धान कति पायो? धान रोपेर आउँदै छैन अरे चाहिँ। यहाँ त सबै चिसो छ। सुक्खा हाई गाइज, हामी चाहिँ आज मौसमीको बर्थडे छ अनि हामी चाहिँ आज सरप्राइज दिन लागेको छ। त्यही भएर तपाईँहरू कसले पनि नभन्नु होला हैन। हामीले चाहिँ यहाँ सामानहरू रेडी पारिरहेको छौँ। मौसमीको भ्लग बनाउँदै अनि कसलाई पनि हामी चाहिँ अनि त्यसपछि कति बजे आइपुग्यौँ भने हामी चाहिँ 10 बजे आइपुग्यौँ। अनि त्यसपछि आउने बित्तिकै हामीले चाहिँ उसलाई चाहिँ एउटा घरमा थुनेर राख्यौँ। हामी चाहिँ यता आयौँ अनि थुनेर राखेपछि हामीले सबै कुरा रेडी पार्यौँ। अनि रेडी पारेपछि चाहिँ अब चाहिँ सरप्राइज दिन्छौँ। सो स्टे ट्युन्ड गाइस, स्टे ट्युन। भ्लग चाहिँ स्टप नगर्नु होला हैन। अनि यहाँ चाहिँ सबैजना मेहनत गर्दैछ सरप्राइज दिनको लागि। यो चाहिँ किन लाएर निकाल्यो? अनि यो चाहिँ सरप्राइज दिनको लागि चटपटे चाहिँ हामी चटपटे चाहिँ गिफ्ट दिन लागेको हो हैन। अनि यिनीहरू चाहिँ टिकटक बनाउँदैछ सबैजना। ल त्यही भएर स्टे ट्युन। यो चाहिँ रमाइलो भ्लग हुनेछ। यसमा हाइएस्ट भ्यू चाहियो। ल लाइक चाहियो हामीलाई। हेर्दैन यहाँ भ्लग हेर्दैन मौसमीको। यो चाहिँ हामी मेहनत गर्दैछौँ। यो कति यति धेरै कसलाई? मलाई एक्लै के सोचेको थियो भने यो चाहिँ हामी मिक्स गर्दैछौँ। यो हेर्नु मिठो 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 मिठो। कहिले यहाँ भेटेको थिएनौँ नि त हामी, लाइक एकचोटि त थियो। अनि मिराहरू आउँछ कि नुजा लगाएर पूजा आउँछ कि आउँदैन भनेर मलाई फिक्स थिएन। अनि म त्यतिले पुग्छ होला भने, अनि डेढले पुग्छ यस्तो यो कपालको स्ट्यान्डको कसम लाइक गर्नु होला। पूजाको कृपा यो खुट्टाको रङको कसम लाइक गर्नु होला। ल गाइज, अब हामी चाहिँ सरप्राइज दिने पालो भइसक्यो। हाम्रो सरप्राइज दिने चाहिँ पालो भइसक्यो। अब मौसमी एकछिनमा आउँदैछ। हामीले कोठाबाट निकाल्नै लागेको छौँ। भन्न म मौसमीलाई कोठाबाट निकाल्नै लागेको छ भनेर। अब म चाहिँ चाबी खोज्दैछु। चाबी अब चाहिँ हामी निकाल्न लागेको छौँ। हाम्रो सबै कुरा रेडी भइसक्यो। हामी देखाउँदैनौँ किनभने अलिकति प्राइभेसी भन्ने हुन्छ। अब क्युट मात्र आएछ, उ त काटिएछ। अर्को एकजना 1 2 3 4 5 6